घडी पनि लाइक बाई बाई 170। सो गाइज वेलकम टु माई च्यानल। के छ खबर? तपाईँ ठिकै हुनुहुन्छ होला। सो आज हामी जाँदैछौँ साथीभाइ सबैजना मिलेर मार्केट, यहाँको मिनी मार्केट। भिडियो इन्ट्रेस्टिङ हुनेवाला छ, तपाईँहरू अन्तिमसम्म हेर्नु होला है त। सो म नुहाएर आइसकेँ मसल। तो गाइज म रेडी भइसकेँ, चट्ट लुगा लगाइसकेँ, घडी पनि लगाइसकेँ। अब एउटा बाँकी छ, चस्मा। अब हामी जाँदैछौँ। ल हाम्रो साथीहरू पनि रेडी भइसके। यता अन्जन दाइ यहाँ प्लास्टिक, यहाँ खाली बोतल फाल्न यहाँ। अब सबैजना रेडी। यता हाम्रो साथी पर्खिरहेछन्। जाने होइन जाने होइन? ल ल ल जाउँ जाउँ। सो लेट्स गो। ल हामी जाउँ है त। अब मेरो चप्पल छ, चप्पल पर म चाहिँ कट्टुमै हिँडाएको छु। ल हामी जाँदैछौँ बाहिर। यहाँ चाहिँ हाम्रो गेट छ, चट्ट यसरी स्क्यान गर्ने गेट। ल तेरो उहाँ अगाडि गइसके। ओ पर्ख न, ओ पर्ख, कहाँ अगाडि कुदेको? जुम जुम भेटौँ भेटौँ। यो चाहिँ हाम्रो होस्टेल। धेरै मान्छे छ यार होस्टेलमा अहिले। आम्माम यहाँ हिरो भएर आइसक्यो हाम्रो साथी। चस्मा चस्मा लाइवरी, जुत्ता सुत्तामा, म भने चाहिँ चप्पलमा। यहाँ चाहिँ नयाँ बनिरहेको छ हौ कम्पनीहरू। के हो यो कत्रो ठुल्ठुलो कम्पनी बन्छ कुनी यहाँ चाहिँ। यहाँ चाहिँ सब यहाँ बिल्डिङ यो सानसानो कम्पनीहरू यहाँ चाहिँ छ। यो चाहिँ ठुल्ठुलो कम्पनी। यहाँ साथीहरू केटी हेर्न गएको हो कि सब्जी किन्न गएको हो, पुरै बुझ्न गाह्रो। यहाँ चस्मा लाएर चट्ट म त चप्पलमा के गर्ने। यहाँ चाहिँ यस्तो दामी छ यार। उता बढी उता पछाडि उतातिर पार्क छ कि, दामी छ। म तपाईँहरूलाई एक दिन लिएर जानेछु। अहिले चाहिँ नजाउँ, घाम कडा लागेछ कि। घाम चाहिँ कडा लाग्ने हो यहाँ मलेसियामा यार। अब हामी चाहिँ अब कम्पनीमा भित्र काम गरेर गरेर होला बानी हराइसक्यो। कपाल पनि बुढा, हावा पनि त्यस्तै चलिरहेछ यार। आज एकै दिनमा कालो हुने पर्यो। आम्माम यस्तो घाम चर्केको, बाफरे। पसिनै पसिना भयो त नि, के हो बा? भिटामिन डी होइन, अब त युभी गाह्रो छ यो। भिटामिन डी त बिहान बिहानै पो हुन्छ त। हाम्रो साथीहरू फेरि स्वास्थ्यको कस्तो जानकारी छ यहाँ। भिटामिन डी पाउँछ भने छाटा कति लामो है आम्माम। यहाँनिर हेर्नु न, तो गाइस यत्रो बाण बनाएको छ यार बिल्डिङ। खोइ के राख्नलाई हो पनि यहाँ। सायद यो पनि होस्टेल होला है। त्यो चाहिँ कम्पनी। बाफरे कति ठुलो बनाएको यार कम्पनीहरू पनि। यहाँ यत्रो यति छ सानसानो कम्पनीहरू, त्यहाँ यत्रो ठुलो। बाफरे 10 तला होला। गर्न होला 10 तलै होला। मान्छे घाममा काम गर्दाखेरि त्यतिकै ढल्दैन होला है, यस्तो घाम लाग्छ नि। आम्माम झन् साउदीतिर झन् कस्तो हुन्छ होला। कोही साउदीबाट हुनुहुन्छ भने भन्नु है, कति डिग्री घाम हुन्छ, कति डिग्री तापक्रम हुन्छ त्यहाँनिर। साउदी कतार अरू। यो चाहिँ मलेसियामा चाहिँ लगभग अहिले कति होला? 33 होला, 35 होला यहाँ अहिले। साउदी र कतारमा कति हुन्छ भन्नुहोस् है त। बहराइन कताबाट हेर्नु हुँदैछ भन्नु है साथीहरू। सो गाइज तपाईँहरू रेडी हुँदै गर्नु है। नेपालबाट यही कम्पनीमा बोलाउँछ होला। यत्रो ठुलो कम्पनी छ, कमसे कम 300-400 नेपाली त बोलाउँछ होला है। 300-400 कम्पनीबाट बोलायो भने त नेपालीहरूलाई दसैँ हुन्छ, हामीसँग नि भेट हुन्छ। हाम्रो चाहिँ उहाँ पर छ, धेरै टाढा आइसक्यो हामी हिँडेर। अब हामीले त अब यही कम्पनीमै बुढो हुने पर्यो, 9-10 वर्ष गइहाल्यो। सो गाइज तपाईँहरू चाहिँ यो कम्पनीमा आउनुहोस्। पछि अब के हौसी कम्पनीको नाम हो कि डिई हो सायद। अब लगभग 2-3 महिनामा रेडी हुन्छ होला यो कम्पनी। निर्माण कम्पनी ए सायद। अब पछि डिई होला सायद कम्पनीको नाम। ओके गाइज तपाईँहरू रेडी हुँदै गर्नु है, रेडी हुँदै गर्नु।
हामीसँग भेट हुन्छ। हामी पनि अझै 2-3 वर्ष बसौँला मलेसियामा। अब हामी लगभग 2 वर्ष जति बस्छौँ होला मलेसियामा। यहाँ कम्पनी अब लगभग 2-3 महिनामा रेडी हुन्छ होला। अनि अब डिमान्ड प्रक्रिया गर्दा गर्दा लगभग 6 महिना जान्छ होला। यो कम्पनी कन्फर्म नेपाली चाहिँ बोलाउँछ। नेपाली बिनाको कम्पनी कहाँ चल्छ र? ए त्यहाँ माथि के केटाहरू कसरी काम गरेको होला है? हेर्नु आम्मा यस्तो घाम छ यार। हुन त बानी होला है, हामी त्यो एसीमा बसेर बसेर यो घाममा हिँड्ने बानी नभएको। त्यत्रो माथि कन्स्ट्रक्सनमा काम गर्दा त भुक्लुक भुक्लुक ढल्छ जस्तो लाग्छ यार। साउदीतिर झन् केटाहरू के गर्छन् होला। सो गाइज नेपालमा अहिले कतिको गर्मी छ? अहिले यहाँ त 33-34 डिग्री। सो गाइज यहाँनिर छ अर्को कम्पनी टेलफोर्ड भन्ने। को हुनुहुन्छ यहाँबाट काम गर्ने? यसो यो भ्लग हेर्दै हुनुहुन्छ भने यसो कन्ट्याक्ट आउनु। हामी नजिकै छौँ, अब भेट हुँदैन यहाँ नजिक भए पनि। यहाँ चाहिँ अर्को कम्पनी छ। तपाईहरू यो एरिया सेना एयरपोर्ट सिटी नजिक हुनुहुन्छ भने यसो सम्पर्कमा आउनु, यसो गफसफ गर्नुपर्छ। हामी नेपालीहरू यहाँ त्यति साह्रो नेपाली पनि भेट हुँदैन। हाम्रो होस्टेलमा पनि त्यति साह्रो नेपाली छैनन्। यता वरिपरि हुनुहुन्छ भने यसो कन्ट्याक्टमा आउनु होला है त गाइज। हामी नेपालमा हुनुहुन्छ भने नेपालमा अब मलेसियाको तयारी हुनुहुन्छ भने मलाई सब्सक्राइब गर्नुहोस्। यहाँनिर म तपाईँहरूलाई देखाउने छु मलेसियाको हरेक चिज। तपाईँहरूलाई स्यालेरी कति आउँछ, के कस्तो छ मलेसियामा, खानामा कति लाग्छ, म तपाईँहरूलाई सबै भन्ने छु यो भिडियोमा। यो भिडियोमा नभने पनि अर्को भिडियोमा तपाईँहरूलाई म सुनाउने छु। सब्सक्राइब गरिराख्नु होला है त गाइज। र यहाँ हेर्नुहोस् यस्तो दामी छ यार। यहाँ चाहिँ पार्किङ पहिला झन् राम्रो थियो, अहिले पुरानो बुढो भयो नि त। कति वर्ष भयो यो पार्क बनाएको पनि। हरियाली मेटिसकेछ। अब हेर न सुक्खा छ भयो। यो मैले अस्ति नै भिडियोमा देखाएको थिएँ खतरा। यो सिमेन्टी त्यो ढलाइ गर्ने बेलाखेरि यति माथि पुऱ्याइदिँदो रहेछ क्या यो गाडीले त। बाफ यो ओके गाइज एकछिन रेस्ट गर्छु। धेरै घाम भयो यार, एकछिन रेस्ट गर्नु पर्यो। धेरै घाम भयो। यहाँ आनन्द छ, शीतल छ। ए त्यहाँ बसेछन् साथीहरू चाहिँ गलेर बिचरा। कस्तो घाम लागेको छ त। अनि आम्मामा दामी हावा चल्यो यार। यहाँ कस्तो दामी हावा चल्यो यहाँ, शीतल। तर यो मोबाइल तातिँदो रहेछ हो। यो आइफोन 17 प्रो म्याक्स त खतरा तातिँदो यार। अन्डा फ्राई हो, अन्डा राख्यो भने अन्डा पनि सायद पाक्छ होला। यहाँ त्यस्तो भइसक्यो यो मोबाइल यार भिडियो गर्दाखेरि। तपाईँहरूको पनि आइफोन 17 प्रो म्याक्स छ भने कतिको मोबाइल तातिन्छ कृपया कमेन्ट गर्नु होला है त गाइज। दाजु मलाई चस्मा दिनु न एकचोटि। गाइज कालो चस्मा लाउँदा कस्तो देख्छ है त। हिरो देख्दो रहेछ नि। के कसो दाजु? मान्छे हेन्सम गाइज। हेन्सम छु कि छैन गाइज? म अलिक बुढो भइसक्यो यार। मेरै चस्मा ठिक छ, के गर्नु। यसो यो चस्मा लगाएपछि अलिक क्लियर देख्छ कि। आँखा चाहिँ कमजोर चाहिँ होइन, तर पनि अलिकति यो लगाएपछि पुरा क्लियर देख्ने कि। सबैलाई क्लियर। मान्छे राम्रो देख्दो रहेछ यो चस्मा लगाएपछि। ल साथीहरू हिँड जुम छिटो। अहिले आएर खाजा खानुपर्छ यहाँनिर बसेर। बरु यो जुत्ता खोलिएर पो बसेछ साथी त। ल चस्मा लगाइदियो फेरि साथीले। ल हिँड गाइज। अन्जन दाइ ल रेडी। ल हामी जानुपर्छ अब। जति बसो त्यति ढिलो हुन्छ पसल जानलाई। अब म चाहिँ हिँडेँ। अब केटाहरू बिस्तारै आउँदै गर्छन्। गाडी पनि कति धेरै हो। गाडी। ल गाइज हामीले मामालाई पनि भेटियौँ। यता हाम्रो यता एकजना साथी यता। अब हाम्रो पुरै ग्याङ पो भयो त झ्याप्पै। यो त पहिलाकै ग्याङ झ्याप्पै हो नि हाम्रो त। हो नि पुरानै ग्याङ। साह्रो राम्रो। ल हामी सेक्युरिटी गेटसम्म नि पुग्यो। यहाँ चाहिँ सबैजना नेपाली हुनुहुन्छ। सेक्युरिटी मलेसियामा त सेक्युरिटी सब नेपाली नै हो नि। उतापट्टि कटाइ भइरहेछ पुरा, घाँस काट्ने काम।
हामी त पुरा ग्याङ भएरै झ्याप्प लाएर अब हिँड्यो। ल गाइज हामी चाहिँ बाटो क्रस गऱ्यौँ अब चाहिँ। ए त्यहाँ घाँस काटेको भनेको त त्यो फोहोर उडाउँदै रहेछन् के पत्ता। रमाइलो छ नि यहाँनिर जिन्दगी। सेक्युरिटी कामको पनि ठिक छ क्या यहाँ। कोही कोही ठाउँ मात्रै अलिकति काम गाह्रो हो या उभिरहनु, नत्र रमाइलो छ, बस्न पाइयो, मोबाइल चलाउनु पाइयो, राम्रै छ हौ मलेसियामा पनि सेक्युरिटीको। अब तर सेक्युरिटीमा कोही कोहीमा चाहिँ अलिकति डर मर्दो, त्यही अब तामिलहरूले यसो पक्रेला भन्ने डर कि, नत्र अरू सबै ठिकै छ के मलेसियामा। सो गाइज यहाँनिर पनि अर्को घर बन्दै रहेछ। घर हो कि के हो, होस्टेल यहाँ पनि होला। यो चाहिँ त्यही उहाँ परको घर जस्तै एउटै किसिमको के सबै। सो गाइज यो चाहिँ भिएस कम्पनी, धेरै नेपालीहरू हुनुहुन्छ अरे भिएस कम्पनीमा। दरो छापिन्छ अरे मैले सुनेको। के छ, कस्तो छापिन्छ हौ भिएस कम्पनीमा? कमाइ के कस्तो छ, ओटी के कस्तो छ, बेसिक सेलेरी के कस्तो छ भनाइ हल्ला त पुरै भिएसमा त पुरै दरो कमाइन्छ अरे गाइज। कोही नेपालबाट आउँदै हुनुहुन्छ भने यसो भन्नुहोस् है त, नेपालीहरू धेरै छन् अरे भिएसमा। सो गाइज यहाँ म तपाईँहरूलाई एउटा कुरा देखाउँदैछु, हेर्नुहोस् है त। यहाँ नेपालमा मात्र होइन, यहाँ पनि धेरै कचरा छ कि। यहाँ र बाटैभरि कचरै कचरा। हो त्यो चाहिँ हो, नेपाली मात्र होइन, बङ्गाली हो, म्यानमार हो, फिलिपिन्स हो, फरेनर हो प्राय। यहाँ त सबै एरिया फरेनरको छ। अनि हो बङ्गाली होइन, ओभरअल सबै प्राय फरेनरहरूले फालिदिन्छन् कि। अब राति अब दारू खायो के गर्यो, या हामी नखानेहरू पनि त्यस्तो आउँछन्। यसो खाएपछि यहाँ मेन त डस्टबिन छैन कि यो एरियामा। अलिकति डस्टबिन भइदिएको भए सजिलो हुन्थ्यो, सबैले फाल्थ्यो होला। डस्टबिन छैन। अब मलेसिया सरकारलाई अब हामी नेपालले सिकाउनु मिलेन, एउटा किनेर चाहिँ राखिदिनु पर्ला। सो गाइज हामी चाहिँ मिनिमार्ट पुग्न आँटिसक्यौँ। अब आज खडेरी लाग्यो जस्तो रहेछ यहाँनिर, मान्छे त्यति पनि रहेन रहेछ, किनकि दिउँसो भएर होला। यहाँ चाहिँ कम्पनी, यता साइडमा कम्पनी, यता मिनिमार्ट। यहाँ चाहिँ जिउँदो कुखुरा पाउँछ कि, त्यही भएर हामी चाहिँ यता टाढा आएको। सो हामी अब पसिना भइसक्यो गाइज। हेर्नुहोस् हामीलाई यहाँ साथीहरू त छाता ओढेर हिँडिरहेछन्। म त के गर्ने अब, छैन हामीलाई छाता ओढाउने, छाता पनि छैन। हेर्नुहोस् त क्या जाने प्लेन माथिबाट उड्यो। सो गाइज हामी चाहिँ आइसक्यो मिनिमार्ट। यहाँ साग बाहिर राखिरहेछ, यो चाहिँ भित्र अगडम बगडम छ, यो चाहिँ भित्र। बन्धु बहुत हामी चाहिँ मिनिमार्ट भित्र छौँ। के खाने हो? सो गाइज यहाँ चाहिँ सेतो कुखुरा छ। यहाँनिर चाहिँ लोकल कुखुरा, यहाँ बोइलर, यहाँ लोकल। यहाँ हाँस पनि रहेछ यार, हाँस कलिलो रहेछ। हाँस खानुपर्छ क्या हो? कति रुपियाँ हो? 40। ए भुत्ला सहित लाने हो दाजु? भुत्ला सहित लाने हो? भुत्ला सहित। यहाँनिर चाहिँ माछा छ। यहाँ गएर माछा। कुन माछा लाने? ए परो त परो। आमा माछा पालेको त नि। यहाँनिर चाहिँ छ अर्कोवाला माछा, बहुत दामी माछा रहेछ यहाँ। यो पनि पालेकै हो नि सबै, अक्सिजन लाग्यो भने पालेको सेम माछा हो त। पोठी माछा हो कि अब? ए पोठी जस्तो हो, के भन्छ माछालाई? तर घाउ भएर चाहिँ बिचरा पोठी माछा छ पुरै। सबै हामी चाहिँ रेड बुल लिँदैछौँ। अब दुईटा हामीलाई, दुईटा। तपाईँ के खाने हो? चिसोमा गर्मीले भप्प भएको छ। अन्त दाइ एउटा मलाई। मिठाईहरू पनि टन्नै छ यार, रसबरी के हो गाइस। रेड बुल। गर्मी भयो धेरै, त्यही भएर म रेड बुल खान थालेँ। चेयर्स।
तपाईँहरू पनि खाने रेड बुल गाइज मैले यो देखेँ खतरा पावर आउँछ अरे होइन यसले यो पनि लगाउँ कि क्या हो तर अलिक बुढो बुढो रहेछ यार होस् तर धेरै पावर आउँछ यसले अब पेमेन्ट गर्नुपर्छ ये हमारा दो है उधर का दो है दोस्त इधर किधर साम्पामा हाल्नुपर्छ यार यता पैसा उठाउँछन् क्या यहाँ चाहिँ फोहोर भयो होइन यहाँको चाहिँ मान्छेले लिएर जान्छन् अनि पछि पैसा आउँछ कि उनीहरूलाई यो रेड बुल यो क्यानहरूको चाहिँ पैसा आउँछ मान्छेले यहाँ पनि फाल्छ तर प्रायः यतापट्टि बेग्लै छुट्याएर राख्छन् कि सो गाइज हामीले चाहिँ यो कुखुरा अब अलिअलि मासु निकालेर कुकुरलाई दिने भन्दैछौँ बिचरा त्यहाँ हामीले कुकुर देख्यौँ क्या एउटा सानो माउलाई ल हामी जाँदैछौँ अब कुकुरलाई मासु दिनलाई गाइज बिचरा सानो बच्चाहरू रहेछ हेर्नुहोस् त हेर बिचरा सानो बच्चा कति सानो सानो हेर्नु सानो सानो बच्चा कति धेरै कुकुर बिचरा हेर्नु आमा कति धेरै बच्चा हेर्नुहोस् त हामीले चाहिँ कुकुरलाई यहाँ मासु दियो काँचै मासु अब के गर्ने अब पकाएर यहाँ हामी नजिक छैन गाइज आइज हेर्नु त कति धेरै बच्चा बिचरा हेर्नुहोस् त गाइज हामीले चाहिँ भित्रै राखिदिउँ अब कोही कुकुर आउँदै आएन अब खान्छ होला भरे माउ भित्र छ कुकुरले खायो अब चाहिँ हेर्नुहोस् है त गाइज खायो 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 यार कति धेरै बच्चा सेम उस्तै है टोक्छ कुकुरले टोक्छ नगरिदिनु होइन खाँदैन उनले दुध खान्छ नि हिँड्दा कति सानो सानो छ गाइस बाई बाई कुकुरलाई सानो कुकुरलाई बाई बाई सो गाइज हाम्रो सबै मासु सासु लिइसक्यो अब हामी जाँदैछौँ कुकुरलाई पनि त्यहीँ छोडिदियौँ हामीले है हाम्रो होस्टेल नजिक भएको भए हामी स्याहार्थ्यौँ तर के गर्ने गाइज कुकुर टाढा छ यहाँबाट लगभग 1.5-2 किलोमिटर टाढा छ अब सधैँ आउनु भ्याइँदैन है गाइज ल चस्मा लगाइसक्यो ल हामी रेडी जानलाई अब हामी चाहिँ अब ब्याक टु होस्टेल गाइज गाडीमा पनि जाँदा हुने हो तर गाइज यसो एक्सर्साइज पनि हुन्छ होइन गाडीमा नजाउँ एक्सर्साइज हुन्छ यस्तो दिनभर सुत्तै यस्तो हेन्सम भएर हिँड्दै जानुपर्छ अनि यस्तो हावा चल्छ सर र अलिक घाम चाहिँ छ घाममा केही छैन यत्तिको घाम त खाइन्छ नेपालमा कस्तो घाम त खाइन्थ्यो होइन गाइज यहाँ चाहिँ नयाँ रेस्टुरेन्ट खोल्दै रहेछ हामी आउनेछौँ एक दिन खानालाई होइन गाइज हेर्नुहोस् त सही छ यार खाने आइटम त यहाँ पिक्चरमा चाहिँ सही छ रियलमा चाहिँ कस्तो हुन्छ पनि आज लिइसक्यो मासु के खाने अरे आज डह्रो छौ सेलेस्टिकाको हो गाइज हामी चाहिँ यहाँ शीतल हावा खाइरहेछौँ है चट्ट लाएर यहाँनिर शीतलमा बसिरहेछौँ यहाँ चराचुरुङ्गी हेर्नुहोस् है कति धेरै छन् पाक दामी छ उस चराहरू कुदिरहेछन् कागै काग छ चराचुरुङ्गी भनेको जब हाम्रो साथीहरूको फोटो खिचाइ कार्यक्रम भइरहेछ यहाँ हेरौँ हाम्रो दाजुले मस्त आइफोन 70 प्रो म्याक्सबाट हाम्रो हिरो साथीको फोटो खिचिरहेछन् यति भएपछि चाहिँ यतिको चाहिँ हुनु पर्यो कि तो गाइज हाम्रो यहाँ एउटा चाहिँ बियर आयो हामी त खाँदैन होइन अनि यहाँ चटपटे आछ यहाँ हाम्रो सरले खाइरहेछन् है यता एकजना सर हाँसेको हाँसै ल गाइज खामै चटपटे मलेसियाको चटपटे गाइज कस्तो हुन्छ थाहा होला नि होइन मलेसिया हुनेलाई चाहिँ थाहा छ अब नेपालमा हुनेलाई चाहिँ अब थाहा छैन नेपालको त बेस्ट हो अब मलेसियाको त त्यस्तै हुन्छ माल पानी अलिक कडा हुँदैन है गाइज पनि खाइदिइहाल्छु यही मौकामा होइन ठिकै छ सुक्खा मलेसियामा के छ यस्तै छ नि अब गाह्रो छ खाने भए आउनु गाइज म चाहिँ सुतेको अब यहाँ केटाहरूले धेरै टाइम लागिसक्यो म चाहिँ सुतेँ गाइज यसरी घाँसमा खुल्ला आकाश हेर्दै गाइज अब हामी गोलेर लत्थु भइसक्यो है अब होस्टेल जाँदैछौँ हामी सबैजना अब टिकटक बनाउने यता टिकटक स्टार अब हामी म पनि युट्युब स्टार कि टिकटक स्टार के हो अब हामी जाँदैछौँ होस्टेल पहिला म यस्तो दामी सिन देखाइदिन्छु ल यस्तो दामी हेर्नु है ल
है हेर्नुहोस् त क्या दामी घाम लागेको हेर्नु घाम बादलले छेकेको दामी हेर गाइज बस पनि आयो हामी आउने बस यही हो यस्तैमा आउँछौँ हामी यहाँ प्रायः मलेसियामा आउनेहरू चाहिँ यही निलो बसमा आउँछन् कि गाइज सो गाइज हामी चाहिँ पुगिसक्यो होस्टेल अब हाम्रो होस्टेल आयो सबै मान्छेहरू चढिरहेको छन् हामी होस्टेलभित्र पुगिसक्यो है यहाँ बसभित्र चढिरहेछन् अब हाम्रो फेस स्क्यान गर्नुपर्छ ल मलाई चिनी हो अब हामी जाँदैछौँ रुम गाइज अब हामी रुम पुगिसक्यौँ ओके अब खुट्टा धुनुपर्छ है यहाँ पकाउन धमाधम भइरहेछ हाम्रो किचन यहाँ छ ओके गाइज थ्याङ्क यू सो मच फर वाचिङ अर्कोचोटि फेरि भिडियोमा आउनेछौँ कृपया सब्सक्राइब सेयर लाइक के हुन्छ गाइज गरिदिनुहोस् अब मेरो नेक्स्ट भिडियोमा तपाईँहरू फेरि हेर्न सक्नुहुनेछ के हुन्छ है स्टे ट्युन थ्याङ्क यू सो मच बाई